कम्पनीहरूसँग छलफल वार्ता तथा लिखित रूपमा माग प्रस्तुत गर्दै आएको छ। तर राइडरहरूको जायज मागलाई कतिपय कम्पनीहरूले अपेक्षित रूपमा सम्बोधन नगरेको तथा समस्याको दीर्घकालीन समाधानका लागि ठोस लिखित प्रतिबद्धता प्राप्त हुन नसकेको कारण समस्या अझै कायम रहेको अवस्था छ। त्यसैले राइडरहरूको वर्तमान अवस्था तथा समस्यालाई गम्भीरतापूर्वक लिई मन्त्रालयको तर्फबाट आवश्यक पहल गरी निम्न मागहरू तत्काल सम्बोधन गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ। हाम्रो मुख्य मागहरू राइड हेलिङ सेवामा न्यूनतम वैज्ञानिक तथा न्यायोचित भाडा दर 27 देखि 30 प्रति किलोमिटर कायम गरी प्रभावकारी रूपमा कार्यान्वयन गरियोस्। राइड हेलिङ कम्पनीहरूले लिने कमिसनको उचित सीमा निर्धारण गरी राइडर मैत्री नीति लागू गरियोस्। राइडरमाथि अनियमित ड्रग सस्पेन्सन तथा पेनाल्टीको अन्त्य गरी पारदर्शी न्यायोचित व्यवस्था गरियोस्। सम्पूर्ण राइडरहरूको सेफ्टी सिक्युरिटी सुनिश्चित गर्न प्रभावकारी नीति तथा कार्यान्वयनको व्यवस्था गरियोस्। दुर्घटना बीमा, स्वास्थ्य बीमा तथा सामाजिक सुरक्षा सम्बन्धी प्रभावकारी व्यवस्था सुनिश्चित गरियोस्। राइडरहरूको सहभागिता तथा छलफल उनीहरूलाई प्रत्यक्ष असर पर्ने एकतर्फी नीति तथा नियम लागू नगर्ने व्यवस्था गरियोस्। सरकार, राइड हेलिङ कम्पनी तथा राइडर प्रतिनिधिबीच नियमित त्रिपक्षीय संवाद तथा समन्वयको व्यवस्था गरियोस्। राइड हेलिङ क्षेत्रलाई व्यवस्थित, मर्यादित, सुरक्षित तथा चालक राइडर मैत्री बनाउन आवश्यक कानुनी तथा नियामक व्यवस्था तत्काल दियोस्। अन्तिम अनुरोध, उपयुक्त मागहरू चालक राइडरहरूको व्यक्तिगत मात्र नभई सम्पूर्ण राइड हेलिङ क्षेत्रलाई व्यवस्थित, सुरक्षित र दीर्घकालीन रूपमा सञ्चालन गर्न आवश्यक विषयहरू हुन्। अत उपरोक्त मागहरूलाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकाय तथा राइड हेलिङ कम्पनीहरूसँग आवश्यक समन्वय 27 देखि 30 प्रति किलोमिटर वैज्ञानिक तथा न्यायोचित भाडा दर कायम गर्ने लगायतका मागहरू तत्काल सम्बोधन गर्न आवश्यक निर्णय तथा कार्यान्वयनको पहल गरिदिनु हुन स्वतन्त्र चालक फाउन्डेसन नेपाल आइडिएफ हार्दिक अनुरोध गर्दछ। यदि राइडरहरूको जायज मागलाई निरन्तर व्यवस्था गरिएमा शान्तिपूर्वक, लोकतान्त्रिक तथा कानुनी विधिबाट थप दबावमूलक कार्यक्रम सञ्चालन गर्न बाध्य हुने व्यवहार समेत जानकारी गराई यसै ज्ञापन पत्र बुझाउँछौँ। न्याय, सम्मान र अधिकारका लागि एकजुट बनौँ। एकता नै हाम्रो शक्ति हो। अधिकारका लागि सङ्घर्ष हाम्रो कर्तव्य हो। धन्यवाद।